ल है त साथीहरू आज हामी कता जाँदैछौँ जान चाहनुहुन्छ भनेपछि फुल वाच गरिदिनु होला। नमस्ते साथीहरू, हो स्वागत छ हजुरलाई मेरो डेली भ्लगमा। आई होप हजुर सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ साथीहरू। देख्न सक्नुहुन्छ मजा बिहान भर्खर उठेँ भन्नुपर्छ। अनि उठेपछि अनि देख्न सक्नुहुन्छ साइडमा मेरो बहिनी पनि भर्खर उठेर बाहिर बसेछ। अनि आज फेरि हामी माइती देशतिर नि त माइत आछौँ। अनि फेरि मम्मी फेरि झारसार लगाउनु पर्छ। देख्न सक्नुहुन्छ मेरो छोरो पनि उठे साथीहरू। अनि उठेपछि अनि हामी चाहिँ आछौँ भान्सामा। अनि यो बहिनी हो मेरो, देख्न सक्नुहुन्छ साथीहरू, मुख नदेखा भनिरहेको थिएँ। अनि त्यसैले अनि मुख छोपिरहेको थिएँ, कहिले हातले त कहिले बालले। त्यसपछि अनि फेरि देख्न सक्नुहुन्छ बाहिर बसेछौँ हामीहरू साथीहरू। अनि पछि मेरो भिडियो कस्तो लाग्छ मन परेमा फुल वाच गरेर मन परेमा लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला साथीहरू। अनि फेरि साथीहरू देख्न सक्नुहुन्छ हामीहरू चाहिँ बट्टिँदैछौँ, नक्कल पार्दैछौँ। भनेपछि हामी कता जाँदैछौँ त आज बट्टिएर साथीहरू जान चाहनुहुन्छ भने चाहिँ फुल वाच गर्नु है। अनि फेरि देख्न सक्नुहुन्छ हामीहरू चाहिँ हिँडेको साथीहरू। त्यसपछि देख्न सक्नुहुन्छ साथीहरू कोही अगाडि हिँडेछन्, कोही हामी पछाडि हिँडिराखेका छन् साथीहरू। त्यसपछि अनि फेरि ठिक्कै हामीहरू चाहिँ त्यहाँ पनि पुग्यौँ। अनि जहाँ आएको हामीहरू त्यही पनि पुग्यौँ साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। त्यसपछि त्यहाँ मान्छेहरू थियो साथीहरू। हामी चाहिँ यता माइजू घरतिर साइडमा आयौँ भने देख्न सक्नुहुन्छ। अनि पछि पाहुनाहरू आएर बस्नुभएको छ। आज के हो भनेपछि साथीहरू आज बाबुको न्वारान साथीहरू। अनि त्यसपछि अनि पछि देख्न सक्नुहुन्छ हाम्रो बुहारी नानी सुत्केरी। अनि पछि टिका लगाउँदै हुनुहुन्छ। अनि हाम्रो चाहिँ चलनमा यस्तो छ साथीहरू। अनि फेरि अनि अरू फेरि सब बाहिर बसेका छौँ। देख्न सक्नुहुन्छ मेरो छोरो चाहिँ कति रोएर सताइरहेको थियो साथीहरू। अनि त्यसपछि मैले चाहिँ यता फुलमा खेलाइराखेको छु। देख्न सक्नुहुन्छ मेरो छोरोलाई बहुत मस्ती गरिरहेको छ। त्यसपछि अझ यता साइडमा लिएर आयो गाडीमा। अनि त्यही खेलायो साथीहरू, देख्न सक्नुहुन्छ। अनि साना बच्चाहरू चाहिँ खाना खाँदैछन् साथीहरू, देख्न सक्नुहुन्छ। त्यसपछि मेरो छोरालाई चाहिँ म खेलाइराखेको छु। अनि फेरि त्यतिकैमा देख्न सक्नुहुन्छ यता केटीहरू पनि खाना खाँदैछन् साथीहरू। अनि केटीहरूले खाना खाँदैछन् देख्न सक्नुहुन्छ। त्यसपछि मम्मीले चाहिँ अनि पछि खाना लिएर आउनुभएको छ सुपोमा, देख्न सक्नुहुन्छ साथीहरू। गाउँघरमा यस्तै हो हाम्रो। अनि पछि आएर फेरि अझै बाबुलाई मैले यतातिर घुमाउनु लिएर आएँ। अनि पछि अरू फेरि यता खाना खाँदै थिएँ। अनि त्यत्तिकैमा अनि फेरि हामीहरू चाहिँ लाग्यौँ कता भन्दाखेरिमा हामीहरू चाहिँ लाग्यौँ साथीहरू चटपटे खाना दोकानतिर, पसलतिर। देख्न सक्नुहुन्छ अनि पसलमा पनि पुग्यौँ। अनि बहिनीहरू चाहिँ अगाडि आइसकेका थिए। अनि पछि हामीहरू चाहिँ पछिबाट आयौँ साथीहरू, देख्न सक्नुहुन्छ। फेरि तिनीहरू पनि हामीसँग चटपटे अझै खाने भनेर फेरि बस्यो चटपटे खानको लागि। मेरो छोरालाई मैले राखिदिएँ उसमा, अनि के भन्छ अरे कुर्सीमा। त्यसपछि अनि बाहिर गरिरहेको थिएँ, देख्न सक्नुहुन्छ साथीहरू। त्यसपछि म बाहिर आएँ। अनि बहिनीलाई मेरो पनि भिडियो बनाइदियो भने साथीहरू देख्न सक्नुहुन्छ साथीहरू चटपटे हजुरहरूलाई कस्तो लाग्छ साथीहरू चटपटे। अनि पछि मस्त स्वादिलो चटपटे पाइन्छ यहाँ। अनि हामीहरू फेरि त्यहीँ चटपटे खाना आएको देख्न सक्नुहुन्छ। मेरो छोरा चाहिँ ललिपप खाँदैछ। त्यत्तिकैमा अनि घर फर्किन लाग्यो। अनि अटो भेटायौँ बाटोमा। त्यसपछि हामी अटोमा बस्यौँ, देख्न सक्नुहुन्छ साथीहरू। म माइजू अनि पछि छोरो दुईवटा अनि बहिनी। अनि मेरो बहिनी अगाडि हिँड्दैछ, देख्न सक्नुहुन्छ साथीहरू। बाल कसरी हल्लाइरहेको छ नि साइडमा फेरि देख्न सक्नुहुन्छ। अनि फेरि अझ हामीहरू आयौँ अनि चटपटे खाएर त अनि अझ खाना लाग्यौँ हामीहरू चाहिँ। बाई बाई साथीहरू, फर वाचिङ।